हेलो गुड मर्निङ सबैजनामा। म चाहिँ आज बारीमा आएको। यहाँ मम्मी मकै गर्दै हुनुहुन्छ। म चाहिँ प्याज निकाल्नलाई जान आँटेको। खोइ कुटो मम्मी यहाँ मकै गर्नु हुने रे। म प्याज निकाल्न जान आँटेको बोरा बोकेर। यो चाहिँ हाम्रो फिन हो। फिन यहाँ मम्मी मकै गर्नु हुने रे। म चाहिँ जाँदै हो पानी परै गर्छ नि त। सो अनि त्यही भएर धेरै उयो भयो भने कुहिन्छ। अनि त्यही भएर अझ चाहिँ प्याज निकाल्नु पर्ला खनेर भनेर। धेरै त छैन, थोरै हो, यति हो। अस्ति नै निकालिसकेको थियो नि त। यहाँ भरि थियो। यो हाम्रो फर्सिक, यसलाई के भन्छ, सलाद साग भन्छ यसलाई। यहाँ राखिदिनु पर्यो। हातै यति छ प्याज, तर धेरै छैन, थोरै नै हो। अस्ति नै मम्मीहरूले निकालिसक्नु भयो नि त। त्यही भएर प्याज निकालिदिनु पर्ला भनेर आएको। यसरी निकालेर पुरै यो यसलाई त धेरै त्यो गर्नु पर्ने जस्तो, किनकि चिसो छ नि त। यत्तिकै आउँदो रहेछ। अलिक पानी नपरेको भए चाहिँ अलिक गाह्रो नै हुन्थ्यो, साह्रो। पानी परेर सजिलै भयो। कुनै मात्रै अलिक साह्रो हुन्छ। सो यो त के हो, दुईटा भनेको होइन रहेछ, एउटै रहेछ। म त दुईटा जोडेको हो कि जस्तो लागेको थियो नि त। त्यही भएर अनि अब म भर्खर भ्लग बनाउन सिक्दैछु। हजुरहरूलाई कस्तो लाग्छ भनिदिनु होला। केही आइडिया नै छैन नि त। अनि कसरी बनाउने त्यति बोल्न पनि नसक्दो रहेछ त्यो सुरुमा त। त्यही भएर के भन्ने होला जस्तो हुँदो रहेछ कि। ल यो त चुट्यो। अब यसलाई खनेर निकालिदिनु पर्ला जस्तो छ। खासै त छैन। यस्तो झपक निस्क्यो। यति निस्किएपछि फेरि अहिले बारीमा मकै गोड्ने ठाउँमा मकै गोड्नलाई जानुपर्छ। मैले क्यामेरा समातेको, मोबाइल समातेको भएन कि, कस्तो अप्ठ्यारो भयो जस्तो लाग्यो। यतिको त आएछ। यतिको भयो भने त भइहाल्यो नि। खासै धेरै त होइन। अस्ति नै त्यहाँ थियो, यहाँ थियो होइन, यता थियो। अनि त्यही भएर सबै निकालिसकेको हो नि त। यति मात्रै बाँकी थियो। फेरि सबै निकालेर के गर्नु भनेर घरमा पनि थियो नि त। सो त्यही भएर
माटो चिसो भएर होला, तर सजिलो त सजिलै भयो निकाल्नलाई। पानी नपरेर त्यो भएको भए चाहिँ गाह्रो हुन्थ्यो, कुटोले खनेर निकाल्नु पर्थ्यो। तर केही छैन ल, यो पनि छुट्यो, यो पनि छुट्यो ल, यति हो खतम। अब यो चाहिँ कुटोले निकाल्नु पर्ला जस्तो छ मेरो विचारमा। है कतापट्टि खने ल, यो चाहिँ यत्रो सानो रहेछ कि प्याज, यत्रो सानो ल, भर्खरै यहाँ हो के हो? यता हो जस्तो लाग्यो। अनि अरू भनेको त त्यस्तै हो, यहाँ भेट्यो यता रहेछ, उतापट्टि खनेर बसेको मैले चाहिँ। मम्मी प्याज त्यतै लिएर आउने हो? सक्यो? माटो चिसो रहेछ त्यो भएर सक्यो कि, बोरामा हालेर लिएर आउने हो? चिसो त चिसै छ। ओह त्यति त हो। म फर्सीको मुन्टा टिप्नु साग पात घाममा सुकाएर राखौँ कि एकछिन है। सबै उयो छ नि त, ल म सुकाइदिन्छु नि त। यसो गरेर प्याज धेरै थिएन नि त, थोरै थियो, अस्ति नै निकालिसकेको थियो नि, त्यही भएर एकछिन भयो, चिसो भएर होला, सजिलो भयो नि त निकाल्नलाई। अलिक पर नि राख्नु, उता राख्दैन। यति छ सबै सिधै। उता परेको त्यो लसुन होइन छैन? ए यति नै हो, अहिले बारी पुरै खाली छ। अब यो अलि दिनपछि भर्छ फेरि यो सबै खानु हाम्रो बारी। मम्मीले मुन्टा टिप्न आउनु भएको छ। यो साग, यो सागहरू टिपौँ? उता पर नि थियो त। यसको मुन्टा टिप्यो नि, त्यो मुन्टा नि बनाउने हो? आजको मौसम यस्तो छ, मौसम घाम पनि लागेको छ, हावा पनि सरर रहेछ, पानी पर्ला जस्तो पनि भएको छ। दिन गाई छ। प्याज यसरी सुकाएको छ, यो भरे यो सुकाएर भरे मात्रै लाने रे। यति आएछ। यता पप्पी, यो हो हाम्रो घरको पप्पी। छोडिदिनुहोस्, नत्र भरे ठुलो भइसकेपछि मात्रै निकालौँ न, नत्र किन गराएको गाइसहरू। अब हामी चाहिँ घरतिर चल्यो, यति भएछ। मुन्टा फर्सीको मुन्टा आउनु है, हम चलेगा अब। कता उताबाट निस्किने?
यस्तो छ हाम्रो घरको बाटो। पानी पऱ्यो अस्ति डोजर लगाएको थियो नि त यहाँ, त्यही भएर यस्तो भयो क्या, बाटो नभए त यस्तो थिएन। अनि पानी परेपछि हिलो 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 हुन्छ पानी परेपछि। अब यहाँ मकै गोड दिनुपर्छ त त्यो साग, त्यो म ल्याउँछु। मोमो पाकेर सकिन आँटेछ। अब यति बाँकी रहेछ, यहाँ पाक्दैछ अझै अचार। अझ चाहिँ हामी मोमो पार्टी गर्न आँटेको यो हो पिरो अचार खानु ल। यो हो चिसो, यो हो कोक भरि आदि हाल्नु न भरिभरि। खोइ त डाडु ल्याएर भन्छ अचार हाल्नलाई, सानो डाडु। यो भरि सक्छ त है? सक्दैन, आधी हाल्नु सक्छ होला तर सक्दैन। तिमीले त जहिले लास्टमा दिन्छ पुग्छ है, नबुझाइ थपहरू। होइन पिको लाग्दैन। अझ चाहिँ हामी मोमो पार्टी गर्न आँटेको। यहाँ छन् हाम्रो आमा भेको लाएर, अनि यो टिप्पो लाएर स्वाटा तानेर। कोक बिना त मोमो पनि मिठो हुँदैन नि त, सो त्यो भएर हामीलाई कोक चाहिँ चाहिन्छ। यो सुसानलाई दिनु। यो उल्टो भयो, उल्टो हालेछ फेरि। लु फेरि पिरो अचार खाँदाको मजा बेग्लै नखानु त तपाईँ मिठो खानु न त्यो चाहिँ। कसले पठाउनु बनाएको? कसले पठाउनु बनाएको? आफैलाई